अघि बनाउँदा पुरा यो कराई भरियो। अहिले बसेर यति भइसक्यो, पानी छोडेर। कसलाई मनपर्छ साथी हो मेथीको साग? मलाई त अचम्म मनपर्छ। ल पाक्दै छ, अझै कति कम हुन्छ। अझै नुन राखेको छैन, नुन राखेपछि कम हुन्छ, पानी छोड्छ। मेथीको तरकारी, हरियो परियो तरकारी बनाउँदाखेरि बेसार राख्नुहुन्छ कि नै साथीहरू? हजुरहरूले मलाई कमेन्ट गरेर भन्नुहोस् है त। मलाई बेसार नराखी तरकारी बनाउँदा अलि कस्तो कस्तो खल्लो खल्लो लाग्छ। तर भन्छन् सागमा बेसार राखिँदैन। त्यही पनि मेरो मनले नमानेर अलिअलि हल्का हल्का बेसार राख्छु। तरकारीमा बेसार नराखी बनाउँदाखेरि अलिक कस्तो कस्तो लाग्छ क्या, त्यही भएर अलिअलि राख्छु। अलिअलि अलिअलि पिरो नहुने नि अलिअलि खाना नि त अब पिरो खान्छ नि त। हरियो तरकारी खुर्सानी पनि पड्काएको हरियो, तर अब अरू केही राख्दिनँ सागमा। अब झाँक्रिएपछि अझै कम हुन्छ। मेथीको साग पाक्दैछ। मेथी अघि बनाउँदा पुरा यो कराई भरियो। अहिले बसेर यति भइसक्यो, पानी छोडेर। कसलाई मनपर्छ साथी हो मेथीको साग? मलाई त अचम्म मनपर्छ। ल पाक्दै छ, अझै कति कम हुन्छ। अझै नुन राखेको छैन, नुन राखेपछि कम हुन्छ, पानी छोड्छ। मेथीको तरकारी, हरियो परियो तरकारी बनाउँदाखेरि बेसार राख्नुहुन्छ कि नै साथीहरू? हजुरहरूले मलाई कमेन्ट गरेर भन्नुहोस् है त। मलाई बेसार नराखी तरकारी बनाउँदा अलि कस्तो कस्तो खल्लो खल्लो लाग्छ। तर भन्छन् सागमा बेसार राखिँदैन। त्यही पनि मेरो मनले नमानेर अलिअलि हल्का हल्का बेसार राख्छु। तरकारीमा बेसार नराखी बनाउँदाखेरि अलिक कस्तो कस्तो लाग्छ क्या, त्यही भएर अलिअलि राख्छु। अलिअलि अलिअलि पिरो नहुने नि अलिअलि खाना नि त अब पिरो खान्छ नि त। हरियो तरकारी खुर्सानी पनि पड्काएको हरियो, तर अब अरू केही राख्दिनँ सागमा। अब झाँक्रिएपछि अझै कम हुन्छ।